नमस्कार, म बेनुका वानिम बेनुकाज स्पेशल च्यानलमा चाहिँ हजुरहरूलाई स्वागत छ। आज चाहिँ म फेरि हजुरहरूमाझ चाहिँ यो ढाका साडीको चाहिँ यो डिफ्रेन्ट बुट्टा लिएर चाहिँ आइरहेको छु। अहिले नयाँ नयाँ यो बजारमा आइरहेको छ। यो चाहिँ मैले साडी हैन चोलोको चाहिँ देखाइरहेको छु। कतिजनाले चाहिँ यसको चोलो पनि देखाउनु न भनेर भन्नुहुन्छ हैन। त्यही भएर यो मैले चोलो मात्रै देखाएको। म पछाडी चाहिँ हजुरहरूलाई चाहिँ यो साडी जस बनाउन पनि म देखाउँछु। यो चाहिँ मैले सर्ती हजुरहरूलाई चाहिँ चोलो पनि मा चाहिँ यसरी राखिन्छ है भनेर चाहिँ देखाएको छु हैन। अब यो चोलो हजुरहरूलाई थाहा नै छ। यो यहाँनिर 5.5 इन्ची चाहिँ मैले सादा बुनेको छु भने अनि यसरी यो बुट्टा राखेको छु हैन। बुट्टा चाहिँ खासमा यसरी चाहिँ हुनुपर्ने हो। यहाँ अलिकति यो मिस्टेक भएको छ। फर्स्ट चोटी भएर चाहिँ यो 4वटा राखिरहेको छ बुट्टा चाहिँ हैन। अनि अब यो चाहिँ जम्मा 1 मिटरको चाहिँ हुन्छ। हजुरहरूलाई चाहिँ यो बुट्टा कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ। यो दुवैतिर राखिन्छ है यो चाहिँ यसरी। अनि बिचमा चाहिँ सादा नै छ हैन। अनि हजुरहरूलाई चाहिँ यो बुट्टा सर्ती देखाएको चाहिँ कस्तो लाग्यो कमेन्ट गर्न चाहिँ नबिर्सिदिनु होला। अनि साथै अब हजुरहरूले चाहिँ पहिलोपल्ट चाहिँ मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ भने चाहिँ लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला। साथै छेउमा रहेको बेल आइकन पनि दबाइदिन चाहिँ नबिर्सिनु होला। अनि अब बेल आइकन चाहिँ दबाइदिनु भयो भने चाहिँ मेरो भिडियो चाहिँ अपलोड हुने बित्तिकै हजुरहरूमाझ आइपुग्ने नै छ। आजलाई चाहिँ यति भन्दै हजुरहरूमाझ बिदा चाहिँ अर्को भिडियोमा अवश्य पनि भेटौँला। हस्त धन्यवाद, नमस्कार।